जग्गा चाहिँ सरकारी भन्छ। जग्गा चाहिँ सरकारको भने जनता चाहिँ कसको? एउटा घरको मुलीले हैन, बाउले आमाले मेरो जग्गा मेरो घर मात्रै भनेर त छोराछोरी कसको त? उसको हो कि हैन? अनि त्यो तपाईको जनताको जिम्मा लिनुपर्छ पर्दैन? होला कोही मान्छेले तपाईको चाहिँ कब्जा गरेर बस्या होला, कोही के होला, तर जनताको जिम्मा त लिनु पर्यो नि त। सबै मान्छेले कब्जै गरेर बस्या हो त? त्यो थापाथली त्यो गनाउने तपाईको चाहिँ बागमतीको किनारमा त्यतिकै बस्या हो त? यदि गरिबले भोक लागेर चोर्छ भने सरकार चाहिँ जेल जानुपर्छ हैन? भोक लागेर चोरेको छ भने, फेरि लोभले चोरेको चाहिँ भ्रष्टाचारी हो, भोकले चोरेकोलाई भ्रष्टाचारी भन्नु मिल्दैन है। भोक लागेर चोरेको त आफ्नो ज्यान बचाउनको लागि त चोर्छ त मान्छेले। यो देशमा कोही मान्छेले भोक लागेर चोरिरहेको छ भने सरकार चाहिँ जेल जानुपर्छ। अब यो शब्दलाई, यो वाक्यलाई व्याख्या विश्लेषण गरेर यसरी बुझ्नु। सरकारले डोजर, लाठी, बुट, बन्दुक यति हो त देखाउने, सम्पत्तिहरू छैन। अनि त्यति गर्दाखेरि सुशासन भइहाल्यो।